कस्तो हामीलाई हेर्छ है चरण परिसकेको थियो नि सिमसिमे बिस्तारो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अहिले चाहिँ हामी चाहिँ कहाँ जाँदैछौँ है 1 करोडको के भन्छ डलर 1 करोड डलर डलर 1 करोड डलर ओके लिन जाँदैछौँ हाम्रो हिमाल सर हुनुहुन्छ ह्यान्डसम बोय उसलाई त अब चिनी नै राख्नुहुन्छ भैरव बहिनी किन हाँस्दैछ थाहा छैन मलाई होइन त फेरि यसको मुस्कान त फेरि किल्लार छ नि हिमाल सरको त हाम्रो चाहिँ यहाँ थोरै सामान छ यसलाई व्यवस्थापन गर्न जाँदैछौँ हिमाल बाबुको बल खेल्ने ग्राउन्ड हो चप्पल त तैँले त ब्रान्डेड लाउँदै रहेछस् नि त नमिली ब्रान्डेड 2 करोडको चप्पल हो यो चाहिँ अस्ति भर्खर किनेको 2 वर्ष जति हुँदैछ होला धेर भएको छैन सामान त फेरि अति खपाउँछ नि यसले मौसम त अनि पानी पर्ला जस्तो छ त केटा टी भयो कि हो अझै कस्तो राम्रो फुल्छ दामी अझको मौसम त धुम्मै छ त है पानी पर्छ कि के हो नि हो हेर्नु न आकाश पुरै कालो छ त अहिले चाहिँ हामी चाहिँ भोलि नयाँ वर्ष भन्छ त्यसको लागि त्यसको लागि यहाँ कपडा छ यसलाई सिलाउनु जाँदैछौँ हामी दुईजना यहाँ त सुँगुर जस्तो छ यार है साथी अब चाहिँ मेरो चाहिँ के गर्नुपर्ने काम गरिसक्यो नि के भनिदियो काम होइन त्यस्तै होइन यहाँ लुगा थोरै सिलाउनु पर्ने थियो कपडा अनि त्यही भएर कपडा सिलाएर आइयो अरू अहिले चाहिँ रुम जाँदैछौँ यस्तो छ बाटो सर 11 के भन्छ 11 चक्कामा 11 चक्के गाडीमा हिँड्दै जाँदैछौँ अहिले चाहिँ पानी चाहिँ पर्नु चाहिँ पर्छ नि अघि तर 1 चरण परिसकेको थियो नि सिमसिमे बिस्तारो गीत त गाउनु छोडिँदैन नि त होइन यस्तो जाडो यस्तो मौसममा अब के खाजा खानु भएको हुन्थ्यो त नि के खाऊ यस्तो जाडोमा तातो के सुप खानु भएको हुन्थ्यो त नि हुन्थ्यो नै त के चाहिँ खानु हो त अब पसलमा त्यो आनन्दी दिदी होइन पार्वती दिदी होइन रुम पुगेर पसलमा पुगेर हेर्नुपर्ने हुन्छ के हुन्छ अनि त्यही खानुपर्ने हुन्छ यसले त मासु के भन्छ के यसले त हान्छ सुँगुरको चारोमा के खाँदैन मलाई थाहा छ कसै घर अब यसले किन्नु अरे किन्ने अरे घर छान्दैछ कुन हेरिस् त भन्न त यसले चाहिँ यो दुईटामा एउटा घर कुन किन्ने अरे तर अब 1 को लड्डु खानु पनि ठिकै हो होइन तर यो कुकुरले कस्तो हामीलाई हेर्छ है टक्छ यसले जहिले हामीलाई हेर्छ के भएको के त्यस्तो छ हामीमा स्वर जस्तै देख्छौँ कि हामीलाई यहाँ पाउरोटी छानौँ न खै पाउरोटी छैन त यार यता दिनु न त्यो पाउरोटीको झोला पाउरोटी हो त्यही के भन्छ सबै यता दिनु न छान्ने क्या उचालेर दिनु न सक्नुहुन्छ कस्तो मजा गर्मी यहाँ छान्नु पर्ने हुन्छ पाउरोटी नछान म छान्छु तैँले छान्नु हुँदैन यहाँ पो हुन्थ्यो अरू बेला त छोड त एउटा छानिरहनु
छुन त अघि छुको सबै छोइसकेको छ अन्त सबै दामले चाहिँ छुनु सक्दैन ल 60 रुपैयाँ हो सबै 60 हो मलाई थाहा छ हैन दिदी अँ के छुन सक्ने र नसक्ने अब सबै छुनु सक्ने अहिले मिठो अलि धेरै पो हेर्ने हो त हैन यो त क्रिम बेगरको तर यही लाग्दैन पाउडर चाहिँ यो त 70 जाने होला हेर्नु 70 ठिकै हो कि तर ठिकै एकचोटिमा चाहिँ दुईजनाले खाइसक्ने गरेको हो कि खोजेको हो के हो यो 60 जाने होला कस्तो सेक्सी देखेको त हौ यो लागौँ यति लगेर जानुपर्ने हुन्छ हामीले चाहिँ अहिले चियाको लागि दुध किनेर आइसकेको छौँ यो अति खानु खोज्यो कि बच्चा हो जस्तो क्या मैले के काममा लागेको थिएँ के खाजा नदिए नजै नजाने अरे क्या अनि रुन्छ होला भनेर कि नत्र म अहिले नखाने हो यस्तो खासै भोकाउरो मान्छे राक्षस परेन कि त्यो चाहिँ अलिक भोकमारी खालको मान्छे परेको छ हामी चाहिँ अहिले रुममा ठ्याक्क आइसकेर ट्याक्क लगाएर आइसक्यो अब यहाँ चिया पाक्दैछ हाम्रो चाहिँ ठ्याक्क लगाएर हाम्रो दुध चाहिँ उम्लिसकेको छ भुल्लुलुलुलु पारेर यहाँ हाल्नुपर्ने हुन्छ ग्लासमा ग्लास त फेरि चिटिक्काको छ नि महँगो ग्लास हो नि यो त फेरि उल्टो नजान यार ला सबै बोक्यो यार उल्टोको खानुपर्ने हुन्छ हाम्रो चाहिँ दुध चिया रेडी भइसकेको छ यता परोटी छ यहाँ चिया छ ठ्याक्क कस्तो लाग्दो रहेछ धेरै दिनपछि यसरी चिया खाँदाको अनुभव कस्तो लाग्दो रहेछ स्वाद कस्तो लाग्दो रहेछ चियाको चाखौँ न त चिया मिठो छ मैले पकाएको बताऊ यार मैले पकाएको के चाहिँ नमिठो हुन्छ हौ बाहिर यस्तो मौसम छ यार यस्तो पानी परिरहेछ हावाहुरी चलिरहेछ अनि ठक्क लगाएर रुमभित्र बसेर के गरेर छ उता खाँदा त मजा हुन्छ यार अहिले चाहिँ ठ्याक्क लगाएर स्याक सुक पारामा चिया यसो अहिले चाहिँ हामीले चाहिँ चिया खाइसक्यौँ अनि त्यो भएर अब भिडियोलाई एडिट गरेर हाल्नुपर्ने हुन्छ अब अझलाई भिडियो एडिट अझलाई के हो म पनि आँटी नै कराउँछ त हौ अझलाई भिडियोलाई यतै रोक्नुपर्छ होला भन्ने सोचिरहेको छु अनि अब भोलि त नयाँ वर्ष 1 गते सबैजनाले राम्रोसँग मनाउनु होला ह्याप्पी न्यू इयर सबैलाई राम्रोसँग नयाँ वर्ष मनाउनु होला